सन् 1990 को समय थियो। नेपाली बजारमा सस्तो र माइलेज ओरिएन्टेड बाइकहरू जस्तै हिरो होन्डा स्प्लेन्डर र अलिक पावर, थ्रिल र पर्फर्मेन्स खोज्ने ग्राहकहरूको लागि बुलेट, RX 100 जस्ता बाइकहरू मात्र थिए। हो, आज हामी त्यही आइकन एन्ड स्टाइलिश बाइकको बारेमा कुरा गर्नेछौँ जसले नेपाली बाइक इन्डस्ट्रीमा ओजी ग्याङ्स्टर भाइब दिन्थ्यो। अझ भन्नुपर्दा यस बाइकले स्पोर्ट्स र पर्फर्मेन्स सेगमेन्टलाई रिडिफाइन या भनौँ इन्ट्रोड्युस नै गर्न सफल भयो। नमस्ते एन्ड वेलकम टु रिभ्यू प्लानेट नेपाल, जहाँ तपाईँले पाउनुहुनेछ रियल लाइफ रिभ्यू, प्र्याक्टिकल जानकारी र अनेस्ट ओपिनियन, त्यो पनि नेपाली कन्टेक्स्टमा। आजको भिडियोमा हामी हिरो होन्डा CBZ को बारेमा कुरा गर्नेछौँ। यदि तपाईँ यस्ता जानकारीमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। यो बाइक नेपालको पहिलो 150cc सेल्फ स्टार्ट बाइक मध्ये एक थियो। यस बाइकमा होन्डाको ओरिजिनल 156.8cc इन्जिन प्रयोग गरिएको थियो, जसले लगभग 12 bhp पावर र राम्रो टर्क उत्पादन गर्थ्यो। त्यतिबेला हिरो होन्डा CBZ को मूल्य करिब 40 देखि 70 हजार सम्म पर्थ्यो। यसमा स्लाइड टाइप कार्बुरेटर प्रयोग गरिएको थियो, जसका कारण यसको पिकअप निकै राम्रो थियो। यसअघि नेपालमा धेरै जसो मानिसहरूले कम सीसीका बाइक मन पराउँथे, तर यो बाइक निकै शक्तिशाली थियो र 5 स्पिड गियर बक्स सहित आएको थियो। यसको तौल लगभग 138 किलोग्राम थियो र यो 0 देखि 60 किलोमिटर प्रति घण्टा केवल 5 सेकेन्डमा पुग्न सक्थ्यो, जुन त्यस समयमा निकै प्रभावशाली कुरा थियो। यसको टप स्पिड लगभग 125 किलोमिटर प्रति घण्टा बताइन्थ्यो, तर वास्तविक अवस्थामा यो 130 किलोमिटर प्रति घण्टासम्म पुग्न सक्थ्यो। त्यस समयमा यस्तो स्पिड भएको बाइक चलाउनु निकै रोमाञ्चक अनुभव हुन्थ्यो। यसमा राम्रो ब्रेकिङ सिस्टम, 12.5 लिटरको फ्युल ट्याङ्क र आकर्षक इन्स्ट्रुमेन्ट क्लस्टर पनि दिइएको थियो। यसको डिजाइन त्यस समयमा नेपाली बजारको लागि एकदमै नयाँ र फ्रेश देखिन्थ्यो। होन्डाको भरोसायोग्य इन्जिन, बलियो निर्माण र राम्रो सन्तुलन यसको सबैभन्दा ठूलो विशेषता थियो। त्यो समयमा यदि कसैले पिकअप, पावर र स्टाइलको कुरा गर्थ्यो भने CBZ नै पहिलो रोजाइ हुन्थ्यो। यस बाइकले बजारमा पर्फर्मेन्सको नयाँ स्ट्यान्डर्ड सेट गरिदिएको थियो। यद्यपि यो बाइक केही महँगो थियो, तर यसको फ्यानहरूको कमी थिएन। यसले अरू कम्पनीहरूलाई पनि देखाइदियो कि नेपालमा 150cc पर्फर्मेन्स बाइकको बजार छ। यसपछि TVS जस्ता कम्पनीहरू पनि यस सेगमेन्टमा आउन थाले। तर सन् 2001 मा CBZ ले आफ्नो सबैभन्दा ठूलो प्रतिस्पर्धीको सामना गर्नु पर्यो। बजाजले पल्सर ल्यायो। स्पेशली बजाजले पल्सर 150 र पल्सर 180 लन्च गर्यो, जसले बजारमा ठूलो प्रभाव पार्यो। पल्सर 150 मा धेरै पावर र पर्फर्मेन्स थियो र यसको मूल्य तुलनात्मक रूपमा लगभग 20% भन्दा कम थियो। यसकारण CBZ को बिक्री घट्न थाल्यो। त्यसपछि हिरो होन्डा सन् 2004 मा आफ्नो बाइक बचाउन CBZ मा केही अपग्रेड गर्यो र नयाँ ग्राफिक्स र केही डिजाइन परिवर्तन सहित फेरि बजारमा CBZ स्टार नामले ल्यायो। CBZ स्टारमा मेजरली कार्बोरेटर चेन्ज गरिएको थियो, जसले गर्दा माइलेज बढ्न गएको थियो। यही अपडेटको कारण CBZ ले आफ्नो USP मेन्टेन गर्न सकेन। यतिका धेरै परिवर्तनहरूले अनि बिक्रीलाई धेरै बढाउन सकेनन्। प्रतिस्पर्धा बढ्दै गयो र अन्ततः सेप्टेम्बर 2005 मा हिरो होन्डाले CBZ लाई डिस्कन्टिन्यू गरिदियो। यसरी नेपाली बाइक इतिहासको एउटा महत्त्वपूर्ण अध्याय समाप्त भयो। तर 2 वर्षपछि सन् 2007 मा हिरो होन्डाले फेरि CBZ एक्सट्रिम नाममा नयाँ मोडल ल्यायो। यसको डिजाइन र ग्राफिक या भनौँ यो बाइक कम्प्लिटली न्यू थियो। यसमा होन्डा युनिकर्नको इन्जिन प्रयोग गरिएको थियो। यद्यपि इन्जिन राम्रो थियो, तर पुरानो CBZ जस्तो थ्रिल र स्पोर्टी फिल भने यसमा थिएन। पछि सन् 2009 तिर कम्पनीले फेरि केही नयाँ ग्राफिक्स, रेड कलर रियर एलोय व्हील्स र कलर अपडेट ल्यायो, तर बजारमा ठूलो प्रभाव पार्न सकेन। बिस्तारै यसको लोकप्रियता कम हुँदै गयो। हिरो रिब्रान्डिङ गर्ने क्रममा CBZ र एक्सट्रिमलाई अलग गरेर अहिले हिरो एक्सट्रिम निकालेको छ। सन् 2014 मा हिरो CBZ एक्सट्रिम स्पोर्ट्स नाम गरेर अपडेटेड भर्जन बजारमा निकाल्यो। त्यसमा स्प्लिट ग्र्याब रेल्स, डिजिटल एनालग इन्स्ट्रुमेन्ट क्लस्टर र LED टेल ल्याम्प थियो। हिरो एक्सट्रिम ब्रान्ड अन्तर्गत हिरो एक्सट्रिम 125R र हिरो एक्सट्रिम 160R नेपाली बजारमा उपलब्ध छन्। हिरो एक्सट्रिम ब्रान्ड अन्तर्गत अहिले नेपाली बजारमा दुईटा दमदार बाइकहरू उपलब्ध छन्, हिरो एक्सट्रिम 125R र हिरो एक्सट्रिम 160R, र यी दुवै बाइकहरूले आफ्नो आफ्नो सेगमेन्टमा निकै राम्रो पर्फर्मेन्स र स्टाइल अफर गर्छन्। सबैभन्दा पहिले हिरो एक्सट्रिम 125R को कुरा गरौँ भने यो 125cc सेगमेन्टको एकदमै स्पोर्टी र बजेट फ्रेन्डली बाइक हो, जसमा 124
24.7 सीसी फी इन्जिन दिइएको छ जसले लगभग 11.5 पीएस पावर प्रोड्युस गर्छ। साथै यो बाइकले लगभग 60 देखि 65 किलोमिटर प्रति लिटरसम्मको माइलेज दिन सक्छ, जुन डेली युजको लागि निकै उपयुक्त मानिन्छ। फिचर्सको कुरा गर्दा फुल एलईडी लाइटिङ, डिजिटल मिटर विथ ब्लुटुथ, सिंगल च्यानल एबीएस र एग्रेसिभ डिजाइन जस्ता मोडर्न एलिमेन्ट्स यसमा पाइन्छन्। नेपाली बजारमा यसको लेटेस्ट प्राइस करिब रुपैयाँ 3,18,900 देखि रुपैयाँ 3,22,900 सम्म पर्छ, जसले गर्दा यो भ्याल्यु फर मनी अप्सन बनेको छ। अब हिरो एक्सट्रिम 160 तिर जाँदा भने यो बाइक भने पर्फर्मेन्स र स्ट्रीट फाइटर लुक मन पराउनेहरूको लागि बनाइएको छ। यसमा 163 सीसी इन्जिन दिइएको छ जसले लगभग 16.9 पीएस पावर प्रोड्युस गर्छ र राइडिङ एक्सपिरियन्स अझ पावरफुल बनाउँछ। फिचर्सको हिसाबले यूएसडी फोक्स, डुअल च्यानल एबीएस, फुल्ली डिजिटल डिस्प्ले र मस्क्युलर एलईडी डिजाइन जस्ता प्रिमियम एलिमेन्ट्स यसमा समावेश छन्। नेपाली बजारमा यसको लेटेस्ट प्राइस करिब रुपैयाँ 3,98,900 देखि रुपैयाँ 4,19,900 सम्म रहेको छ। त्यसैले यदि तपाईँ बजेट र माइलेज खोज्दै हुनुहुन्छ भने एक्सट्रिम 125R राम्रो विकल्प हो भने पावर र पर्फर्मेन्स चाहिनेहरूको लागि एक्सट्रिम 160R एकदमै पर्फेक्ट चोइस हो। यद्यपि हिरो होन्डा सीबीजेड अन्ततः हराएर गयो, आजको 150 सीसी पपुलर सेगमेन्टको जग बसाल्नमा सीबीजेडको अतुलनीय योगदान रहेको छ। 90 को दशकको अन्त्यतिर हुर्केकाहरूको लागि सीबीजेडलाई सधैँ नेपालमा स्पोर्टी मोटरसाइकल ल्याउने बाइकको रूपमा सम्झिनेछ।